फाइनली गाइस यो चाहिँ अहिले मैले गोबर माटो अनि त्यसपछि यो भुस राखेर लिपिरहेको छु। अहिले यो एउटा टुनीको चाहिँ बक्स बनाएर लिएर आएको छु मौरी राख्नको लागि। यो मौरी पासो थप्नको लागि चाहिँ मैले बक्स यस्तो टाइपको बनाएको छु। यहाँ देखाइदिएँ त नजिक देखाइदिएँ यस्तो टाइपको बनाएको छु। यो चाहिँ चुगुल सिस्टम बनाएको छु। यहाँबाट चाहिँ मौरीको प्रवेशद्वार छ। अनि यता देख्न सक्नुहुन्छ अब यसमा चाहिँ गोबर माटो प्लस भुस राखेर चाहिँ मैले लिपेर अब यसलाई पुरै रातो पारेर लिपेर चाहिँ ट्र्यापिङको लागि राख्छु। अब यसमा मौरी आयो भने चाहिँ त्यही भएर मौरी आइसकेपछि यसको सेकेन्ड भिडियो चाहिँ म तपाईँलाई राख्छु। अहिले चाहिँ छोटो भिडियो क्लिप मात्र हो। अहिले यसलाई मजाले मुछेर यसरी गोबर माटो अनि त्यसपछि भुस राखेर मजाले लिपिसकेपछि यो लप्पुको बस्छ। यसको सेकेन्ड पार्ट भिडियो चाहिँ मौरी आइसकेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु। बाई बाई।